नमस्ते सवादी खा दोस्रो बहिनीको भ्लग हुँदैन कहिले फ्लग। हेलो गाइस, धेरै पछि तपाईहरुलाई मेरो यो भ्लगमा मेरो यो च्यानलमा चाहिँ तपाईहरुलाई स्वागत छ। एन्ड सबैजना सन्चै हुनुहुन्छ होला। अनि बिहानदेखि नै यो भूत जस्तो केटी किन आज भ्लगमा आयो भन्ने सोच्नुहुन्छ भने चाहिँ हैन, आज चाहिँ हामी सुटमा जाँदैछौँ। सो अहिले यसो रेडी सेडी भएको छैन, सो रेडी भएर वेलकम है त गाइस। एन्ड आई एम रेडी। यो चाहिँ एउटा फाइनल लुक होइन। मलाई यति गर्न 2 घन्टा लाग्यो। मैले भ्लग स्टार्ट गरेको थिएँ 6 बजे स्टार्ट गरेको थिएँ ल। एन्ड 7, 8 अहिले 8 बजिसक्यो। एन्ड बल्ल रेडी भएको म। यो क्या टाई बनाउन मलाई लाग्यो 1 घन्टा। अनि कपाल बनाउन लुगा लाउन लाग्यो मलाई 1 घन्टा। म आज कस्तो देखेको छु कमेन्टमा भनिदिनु होला। मेरो चाहिँ कालो भएछ कि अब यो धोएर कपाल बनाउँ ल। धोए डन। कपालमा लगाउँ न। पहिला हामी सबैजना डान्स क्लासमा भेट्ने भनेको छ। सो हामी डान्स क्लासमा जाऊँ। खासमा यो टिङलिङ टिङलिङ चाहिँ बजा भन्दा होइन यो बजाएको थियो। यहाँ चाहिँ हुनुहुन्छ बुद्ध भगवान्। अनि यो चाहिँ मैले निस्किसक्यो। अब चाहिँ भेटौँ हामी त डान्स क्लासमा। हेलो गाइस, हजुरहरूलाई हाम्रो भ्लगमा स्वागत छ। हाम्रो भ्लगको च्यानल रहेको छ रसु तामाङ। म चाहिँ अहिले चाहिँ डान्स क्लास आइपुगेँ। अनि यता हुनुहुन्छ हाम्रो जितु बाजा। के छ हाल खबर के छ? भ्लग हो मलाई राम्रो देखायो ल। नाइस। यहाँ छ हाम्रो मेरो जुड़वा बहन। क्यों जुड़वा बहन कहती हूँ? क्योंकि इसके ये आँख बिल्कुल भी नर्मल है और फिर इसके यो आँखा चाहिँ हेर्न न उसको सेतो हो। एन्ड त्यस्तै मेरो यो आँखा नर्मल छ अनि यो आँखा निलो छ नि त। त्यही भएर चाहिँ मैले मेरो जुड़वा बहन भनेको। यहाँ तपाईँको नाम के हो रे? रवि जी भेट्नु भएको अवस्था के छ? हल्ली छल्ली ठीक छ। हामी अब हाम्रो ऊ पनि भेटिसक्यो। ग्रुपको यो 3 जनामा सबैभन्दा राम्रो म हो। मेरो आँखा फेरि मेरो आँखा देखाउँदै नसालु आँखा। मेरो कपाल तित्यो यसले। मान्छे राम्रो देखिनुको राज नै मै हो। किनभने मैले हेयरस्टाइल पठाएको हो। सुन न आज चाहिँ हाम्रो आज चाहिँ हाम्रो 2टा आउटफिट थियो। सो अहिले चाहिँ हामी यो छौँ पुरै व्हाइटमा। दिस इज माई फर्स्ट आउटफिट। हाम्रो लुक्स देखाउन गइरहेको छौँ। 3, 2, 1 उफ्रा। यो मेरो 5000 को जुत्ता। मेरो 1 करोडको। मेरो 2000 को जगर। मेरो 5 लाख को। मेरो 10 करोड को। मलाई यस्तो लाग्दैछ कि कसैको सल्लाह दिएमा सल्लाह सेतो लाउँदैन। फ्युनेरल मरेको बेलामा मात्र लाउँछ होइन। म फ्युनेरलमा गएको जस्तो लाग्छ। किनभने यहाँ पनि कपालमा नि सेतो, कानमा नि सेतो, पुरै सेतो। मेरो कालो आधा देखेर कालो है। एन्ड गाइज आज चाहिँ हामी एकदम धेरै रमाइलो गर्नेवालामा छौँ होइन। गाइज अब चाहिँ हामी जाँदैछौँ खाजा खान होइन। यस्तो रेडी भएर नि यति बेर भइसक्यो। एक्साइटमेन्टको डान्स गाइज तपाईँहरूलाई एउटा कुरो थाहा छ, मलाई भोक लाग्यो नि। मलाई धेरै गाह्रो छ। यो मेरो दाइ हो होइन। सबैको दाइ, तर मेरो मात्रै दाइ। दाइको कति 2100 को पाइन्ट। दाइ समाइदिनु त यसरी। कपाल चाहिँ समाइदिनु। स्कार्फ लगाइदिनु न कलरको।
त्यहाँ छ कि भित्र हेर्न जाउँ नि भित्र जाउँ प्लिज गाइस थाहा छ तपाईँलाई आज के हो के चाहिँ आज मन्डे हो आज मेरो मामा घर जाने म मेरो मामा घरको एरिया देखाउँछु ल अनि मेरो डन दिदीको टोलमा जाने अकेले अकेले खा रहे हे ये एक्लै खानु भएको एक्लै आजको मोडल चाहिँ उहाँ हुनुहुन्छ अनि बाटो काट्ने ट्युटोरियल हेर्न चाहनुहुन्छ हामी चाहिँ ड्राइभिङ सेन्टरमा छौँ होइन अनि यहाँ चाहिँ हुन्छ हाम्रो फर्स्ट सुट चाहिँ मेरो डनको एरिया हो यो चाहिँ गाइजहरू DONKEYG डङ्कीजी डन होइन त नि जी भन्नु ए डन जी होइन त त्यही भएर डन जी भनेको नि मलाई लाग्यो भने पिछे भेट्छ नि फेरि यो के हो रे यो गुचुक हो गुचुक हो यो यसलाई भन्छ गुचुक नो स्पिड ब्रेकर गुचुक हामी खासमा सुट गर्न लाग्यो कता हो अहिले यतै हो गाइस मेरो कपाल अहिले चम्केको अरे हाम्रो कालो जिजु दाइ नै गोरो देखियो है तमन्नते सवादिखा के भन्नु त्यसको मिनिङ के हो नमस्ते भने सवादिखा थ्याङ्क यू थ्याङ्क यू भने थ्याङ्क यू फर वेलकमिङ मी वेलकमिङ रोसु बहिनीको भ्लग हुँदैन कहिले फ्लग त्यसैले भन्छु म टक लेट्स टक टु रियल म्यान मदर फ्लावर यो भिडियो हेरेपछि सबजना हुन्छ सक यो भिडियो हेरेपछि सबजना हुन्छ सक त्यही भएर सबैको बसिरहेको न्युज फिडमा आउँछु टक नक गर्दै अनि यो भरेङ नभएको आकाशमा चढ्नेछु एक दिन अब सुट हानु एकछिन बिन्दाइलाई त देखाएन नि आउँदैन तिम्रो भ्लगमा किन फेमस मात्र हुन्छ होइन नि मैले आउँछ टिभीमा आउँछ यो चम्किने मात्रै होइन कसरी के हो रे आज यिनीहरूलाई के भएको थाहा छैन होइन के त भन् के भएको छ के भएछ प्रेग्नेन्ट छ महिना उहाँको नाम तपाईँको नाम के हो Yo guys, this is me, Bliss. Bliss. Subscribe my YouTube channel. Yeah, Bliss. Thank you. नाम ब्लेस छ उसमा नि My name Bliss. Stage name Bliss. रियल नेम हाम्रो Real name Ashish Japel. बाउको नाम चाहिँ मम्मीको नाम अनि बाउको नाम चाहिँ अरे मम्मीको नाम चाहिँ अरे उहाँको हाम्रो टाउको आउँदा उहाँको यति मात्रै आउँछ यस्तो गर्दा हामी आउँदैन म आफै यस्तो छु हेर तिमीहरूको कुरा तपाईँको नाम के अरे रेहान है मेरो नाम चाहिँ उहाँको नाम रेहान उहाँको जिउ पुरै आउँदा मेरो टाउको मात्रै आहा अनि मेरो जिउ पुरै आउँदा उहाँको टाउको गायो तर यतिकै हुनुपर्छ केटा मान्छे भनेपछि अनि आज कस्तो हुँदैछ तपाईँको हल्दी चल्दी आज दामी हुँदैछ दामी जस्तै जनता जान्न चाहन्छन् यो मेरो नाम के हो ब्लेस होइन आशिष हो कसले भन्यो? अनि ब्लेस भने हैन त्यो त मेरो स्टेज नेम हो कहाँ स्टेज अहिले नभए भने 6, 7, go!
हाम्रो चाहिँ होइन दुईटावाला डान्सवाला सक्यो अब हाम्रो अझै दुईटावाला छ अनि त्यसपछि हाम्रो त सकिन्छ नि हामी त डुल्दै खेल्दै बस्ने है यता हुँदैछ टेबल साइड तर मलाई एकदम रमाइलो लागिरहेको छ अनि गर्मी पनि हुँदैछ होइन अनि हामी चाहिँ अहिले शीतलमा जाऊँ है खासमा सुटमा आउनुको कारण नै रमाइलो हुन्छ नि त गाइस त्यही भएर आएकै हो चाहिँ उता चाहिँ एकदम झुप्प छ है झुप्पमा देखाउँछु रुक्नु ला उनीहरू चाहिँ त्यता बनाएको हेरिरहेको छ त्यता खै के बनाउँदै हुनुहुन्छ यही सुटको लागि मेरो भ्लगमा अरमान्दै आउनु भएको छैन नि मेरो बहिनीलाई सपोर्ट गर्नुभयो है मेरो बहिनीको भ्लगमा सब्सक्राइब गरिदिनु होला होइन मैले गर्छ यो बहिनी एकदम चकचके छ लास्ट 1 नम्बरको चकचके हाम्रो सानो पुलमा स्टुडियोमा 1 नम्बरको चकचके भनेको रोसु हो 2 नम्बरको भनेको पनि उइनै हो 1 नम्बरको झन् उइनै हो 1 देखि 100 सम्म त्यसपछि कृतिका बहिनी आउँछ चकचके हैन त बहिनी 101 म सबैभन्दा ज्ञानी हो अनुहार हेर्दा मेरो माया लाग्नु अनुहार हेर्दा मेरो माया लाग्नु ओके कुन भयो लाग्दो अनुहार चाहिँ यस आज म कतल गर्छु लाइभ मर्डर आज तपाईले हेर्नुहुन्छ मर्डर मम्मी बच्चा हाम्रो त कार सिक्ने कार सिक्छु त्यसपछि कार चलाउँछु अनि दुर्गा बसाइ जसरी आओ आओ अनि त्यसपछि सब पुलिसलाई हानिदिन्छु नेताहरूलाई मारिदिन्छु कार दिन्छु अनि म प्रधानमन्त्री चुनाव न्यू प्राइम मिनिस्टर of the Manasala Khate ke beule muda baun muda Manasala Khate ke beule muda baun muda अरमान केसीलाई त्यही राजा बनाउनु पर्छ है के प्रधानमन्त्री बनाउनु अनि देश विकास यहाँबाट हुन्छ यहीँबाटै हुन्छ हेर्नु न यहाँ पिच कस्तो दामी गरिदिइसक्यो मैले यो सब मैले गरेको पिच हो तपाईँलाई यस्तो बाटो चाहियो कि बिचमा खाल्टो भएको बाटो चाहियो होइन त बहिनी यहाँ हेर्नु न यस्तो दामी पिच गरेको हेर्नु यता जेब्रा क्रसिङ पनि छ त्यहाँ स्पिड ब्रेकर पनि छ ट्रायल दिने भए चाहिँ आउनु है थाहा छैन अस्ति भाटभटिनीमा रक्सी बोकेर हिँड्ने उयो सबैलाई भनेको आइसक्रिम चोर्ने बच्चा चाहिँ यही हो सबैलाई फेरि दोहोऱ्याउँदै मेरो भिडियोको एउटा परम्परा त मैले बिर्सिरहेको पाला